यस्तो सफ्ट सुजीको रोटी मात्र 3 इन्ग्रेडियन्ट्सले। गाइज अनेस्टली भन्नुपर्दा यो मैले आक्कल झुक्कलमा बनाएको रोटी हो क्या। खासमा के भयो भन्दाखेरि म थुप्रै दिनदेखि मेरो छोरीलाई सुजीको रोटी दिन्छु भनेर सोचिरहेको थिएँ। अनि मैले रेसिपी पनि हेरेँ। त्यस पछाडि दही सही खै के भिजाउनु पर्ने मुस्नु पर्ने के थियो। अनि मैले मामुलाई सोधेँ। अनि मामुले कसरी बनाउने सजिलो तरिकाले भन्दाखेरि मामुले अनि यसरी भनिन्छ। अनि खासमा ठ्याक्कै 3 इन्ग्रेडियन्ट्स मात्रै हो क्या। एउटा सुजी भइहाल्यो, अनि त्यस पछाडि पानी हाल्ने यसमा, अनि त्यस पछाडि अब गुलियोको लागि चाहिँ मैले यहाँ स्याउ कोरेर हालिदिएको छु। अनि अब यो रेड कलर चाहिँ अप्सनल हो है त, हजुरहरूले रेड बनाउनु भए पनि हुन्छ। चुकन्दर अलिकति कोरेर हाल्ने, कति सफ्ट छ हेर्नु त, यहाँ झरिसक्यो। चुकन्दर कोरेर हालिदिनु भए पनि हुन्छ, नत्र भने चाहिँ त्यत्तिकै गर्दा पनि हुन्छ। अनि त्यस पछाडि यस्तो ब्याटर बनाएर चाहिँ 10 मिनटसम्म चाहिँ भिजाइदिनु होला। यतिको ठिक्कको बनाएर रोटीको लागि चाहिँ मिल्ने खालको ब्याटर बनाएर। अनि त्यस पछाडि त अरू काम त्यही हो, अब पकाउने, घिउ हालेर पकाउने। अनि त्यस पछाडि इट इज रेडी। आक्कल झुक्कलमै बनेको रोटी हो यो खासमा चाहिँ। जस्तो कस्तो मजाको रोटी बन्ने। अब यो चाहिँ बेबीजहरूलाई चाहिँ हजुरले ब्रेकफास्टमा पनि दिन सक्नुहुन्छ, प्लस लन्चको रूपमा पनि दिन सक्नुहुन्छ है त। अलिकति सुरुमा मै खाएर हेर्छु है त कस्तो रहेछ, अनि त्यस पछाडि मात्र छोरीलाई दिन्छु है। मिठो। अब गुलियोको लागि सक्खर पनि दिन सक्नुहुन्छ। मैले चाहिँ सक्खर अहिलेसम्म दिएको छैन। ल अब छोरीलाई हेरौँ है त कसरी खान्छन्, उसले खान्छन् कि खाँदिनन् हेरौँ है त। मिठो बेबी छैन। मिठो छैन भन्दै मेरो छोरीले चाहिँ 3वटा रोटी सक्न आँटिसकिन्। हेर्दा पनि राम्रो छ नि त अब होइन, कलरफुल छ। बच्चाहरूलाई अभियसली यो एट्र्याक्ट भइहाल्छ उनीहरूलाई। ल ट्राई गर्नुहोस् है त मेरो यो आक्कल झुक्कलको रेसिपी। हजुरहरूको पनि बेबीले खायो भने चाहिँ मलाई कमेन्टमा मेन्सन गरेर चाहिँ भन्नुहोस् है त।